भ्याकुते रोगले मुख्यतया नाक, घाँटी, टन्सिल, इपिग्लोटिस आदि भागलाई आक्रमण गर्दछ। भ्याकुते रोग पुर्ने ब्याक्टेरियम डिप्थेरिया नामक ब्याक्टेरियाले गर्दा हुने रोग हो। यो रोग प्राय न्यून सामाजिक तथा आर्थिक अवस्था भएका एवं बाल्यकालमा खोप नलिएका बालबालिकाहरूमा लाग्ने गरेको पाइन्छ। यो रोगको मुख्य कारण भनेको प्रोनी ब्याक्टेरियम डिप्थेरिया हो। यो रोग मानव शरीरमा प्रवेश गरिसकेपछि 2 देखि 6 दिनसम्ममा रोगका लक्षणहरू देखा पर्दछ। यो रोग सर्ने मुख्य माध्यम भनेको रुगा खोकी, सिगान, रोगीसँगको प्रत्यक्ष सम्पर्क र रोगीले प्रयोग गरेका सरसामानहरूबाट यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यो रोग लागेमा उच्च ज्वरो आउने एवं घाँटी दुख्ने, कुनै वस्तु निल्न गाह्रो हुने, टन्सिल तथा घाँटीमा खैरो तथा पहेँलो झिल्लीको आवरण देखा पर्ने, टन्सिल बढेर जाने तथा सङ्क्रमण हुने, नाकबाट पानी जस्तो तरल पदार्थ अथवा सिगान बग्ने, मुटु दुख्दो एवं स्नायु प्रणालीमा समेत असर देखा पर्ने, जिब्रोको फेर वरपर घाँटीमा घाउ देखा पर्ने आदि लक्षणहरू देखा पर्दछ। यस रोगबाट बच्नको लागि बच्चालाई जन्मिएको 6 हप्ता पछि 1 वर्षसम्म डिपिटी खोप समय समयमा लगाउनु पर्दछ। भ्याकुते रोगीको शीघ्र निदान गर्नुपर्दछ र उपचारको लागि यथाशक्य टाढो अस्पतालमा लैजानु पर्दछ। रोगी बच्चालाई घरमा छुट्टै कोठामा राखी हेरचाह एवं उपचार गर्नुपर्दछ। रोगीले उत्सर्जन गरेको थुक, आकार, सिगान आदिलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्दछ। रोगीले प्रयोग गर्ने रुमाल, बिछौना, कपडा, टावेल, भाँडाकुँडा आदिलाई राम्रोसँग विसङ्क्रमण गरेर मात्र पुनः प्रयोगमा ल्याउनु पर्दछ। व्यक्तिगत सरसफाइ तथा घरयासी स्वच्छतामा सतर्कता अपनाउनु पर्दछ। रोगीको हेरचाहमा खट्ने व्यक्तिलाई पनि विशेष निगरानीका साथ राख्नु पर्दछ। यस रोगबाट बच्न तथा बचाउन समुदायका मानिसहरूलाई स्वास्थ्य शिक्षाको माध्यमबाट रोगको बारेमा जनचेतना दिनु पर्दछ। लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद।